नमस्कार। कथाको शीर्षक छ डलरमा बेचिएको सम्बन्ध। शनिबार र आइतबार बिदा हुन थालेपछि म बारीमा रमाउन थालेको थिएँ। बिहान कोदालो र हँसिया बोकेर बारीतिर जाँदै गर्दा चिया पसलमा एकजना छिमेकी बाले मलाई इङ्गित गर्दै भनिरहेको सुने, यत्रो पढेर पनि खेतीपाती गरिरहेको छ, विदेश जान सकेन। म सुनेको नसुनै गरेर आफ्नो बाटो लागेँ, किनकि असार नजिकिँदै गर्दा मलाई धानको बिउ राख्न हतारो र चटारो थियो। एक दिन शुक्रबार कार्यालय समयमा काम गर्दै गर्दा अचानक विदेशी नम्बरबाट फोन आयो। साथी, कहाँ छस् बा? आवाज अस्पष्ट सुनियो अनि फोन काटियो। दैनिक 50 भन्दा बढी फोन आउने भएकाले मलाई यो ठुलो कुरा लागेन, तर यो फोन फरक थियो। आवाज चिने जस्तो, तर विदेशी नम्बर। केही क्षणमा त्यही नम्बरबाट फेरि फोन बज्यो। साथी, मेरो घर गइदिएन यार, बा लड्नु भएछ, बेहोस हुनुभएको छ, आमा मात्र हुनुहुन्छ, के गर्ने बुझ्दैन यार, म हात जोड्छु, मेरो घर गइदिएन। अहिले राखेँ, ड्युटीको टाइममा फोन गरेको साउले देखे, मार्छ। सबै काम छाडेर म दौडिएर गाउँतिर लागेँ। बेहोस बालाई अस्पताल पुर्याएँ। बिरामी कक्षमा पालो पुरेर बस्दै गर्दा फेरि फोनको घन्टी बज्यो। म आउन पाइनँ। मलाई नेपाल आउन धेरै खर्च लाग्छ। श्रीमती एक्लै जान मानिनन्। बहिर पैसा पठाउँछु, बालाई हेरिदिए, बालाई उपचार गर्दैन है। त्यो क्षण मलाई चिया पसलको घटनाको याद आयो। उही छिमेकी बाको बोली, मलाई बिग्रिएको मान्छे सोच्ने, तर आज उनकै अनुहारमा पछुतोको आँसु र लाज देखेँ। छोरालाई परदेश पठाएकोमा उनको मनमा कडा आत्मा गानी जस्तो देखिन्थ्यो। बा, नआत्तिनुस्, म छु नि भन्दै म राति 12 बजे डाक्टर लेखेको औषधि किन्न अँध्यारो सडकमा निस्किएँ। तर त्यो अँध्यारोमा मैले सोचेँ, म नालाई कसरी भएँ? विदेश जान नसकेर, नगएर वा जान मन नै नलागेर। के पैसाले मात्र उपचार हुन्छ? सानोमा मलाई तिम्रो कारणले छोरा बिग्रियो भन्दै मलाई पिट्ने बाको कुरा सम्झेँ, जो आज शय्यामा हुनुहुन्छ। के साँच्चै म बिग्रेको हुँ त? के मैले उनको छोरालाई बिगारेको हुँ त? के बा भन्दा ठुलो पैसा हुन्छ त? मनमा अनगिन्ती प्रश्नहरू गुन्जिरहे। अस्पतालको त्यो रात कसरी बित्यो थाहा नै भएन। धन्यवाद।